ओके, हेलो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। सो आजदेखि चाहिँ म यो च्यानलमा चाहिँ होइन अनलाइन ट्युटोरियलहरू यो फ्ल्यास क्यामेरा अनि भिडियो एडिटिङहरू सबै सिकाउने ट्राई गर्दैछु होइन। सो फर्स्टमा चाहिँ हामी आज चाहिँ फ्ल्यासको सेटिङहरू सिक्नेछौँ है त। अब कुनै पनि यो क्यामेरामा युज गर्नको लागि फ्ल्यासमा त फर्स्टमा सेटिङ युज गर्नुपर्ने हुन्छ। सो त्यो फ्ल्यासलाई चाहिँ कसरी फर्स्टमा नर्मल्ली यो भिडियो चाहिँ सबै बिगिनर्सहरूको लागि टार्गेट गरेर मात्रै हो होइन, प्रोफेसनलहरूको लागि होइन है त। उहाँहरूले त राम्रोसँग सिकिसक्नु भएको हुन्छ। सो मैले चाहिँ हल्का सजिलो पारामा बुझ्न सक्ने हिसाबले चाहिँ फ्ल्यासहरूलाई कसरी सेटिङ गर्न सकिन्छ भनेर सिकाउँदैछु। सो क्यामेरामा हालेर सिकाउँ कि नर्मलमा सिकाउँ? ओके, फर्स्टमा चाहिँ हामीले कुनै पनि फ्ल्यास, आज चाहिँ फ्ल्यासको बारे सिकाउँछौँ, पछि हामी क्यामेराको बारे सिक्दै जानेछौँ है त। यहाँनिर अन बटन हुन्छ होइन। ओ सिट, चम्क्यो त डह्रो। ओके, यो भनेको चाहिँ अन गर्ने बित्तिकै देखिने होम पेज भयो। सो अब हामीले चाहिँ होइन सेटिङ चाहिँ अब कस्तो हुन्छ भन्दा चाहिँ यो दुईवटा थिच्यो भने चाहिँ रिसेट हुन्छ होइन। अब यहाँ फेरि देखिन्छ कि देखिँदैन? ओके ओके, ल यो भनेको चाहिँ रिसेट बटन भनेर यहाँ लेखेको हुन्छ होइन यहाँनिर। सो अहिलेलाई चाहिँ रिसेट गरौँ हामी, यो दुईवटा थिचिराखौँ। ओके, यो दुईवटा थिच्ने बित्तिकै चाहिँ यहाँ रिसेटले गएछ। फेरि यो दुईवटा थिचिराखौँ, 5 सेकेन्ड जति थिच्नुपर्ने हुन्छ होइन। 1 2 3, ल रिसेट भनेर आयो। अनि यहाँ हामीले बिचको फेरि गयो त, बिचको यसरी ओके गरेर थिच्दै हाल्नुपर्छ होइन। अनि रिसेट भयो है त। सो अब फर्स्टमा क्यामेरा चाहिँ यसरी फ्ल्यास चाहिँ TTL भनेर आएको हुन्छ हो, यसलाई चाहिँ फर्स्टमा मिलाउँछौँ है त हामी। सो यो मोडमा गएर हामीले म्यानुअल अनि मल्टी र ETTL हुन्छ। सो हामीले चाहिँ नर्मल्ली म्यानुअलमा गरेर सिक्छौँ है त। अनि यो तलको मोडमा चाहिँ म्यानुअल भयो होइन, मोडबाट म्यानुअल सिक्छौँ। अनि यो लाइटको पावर हो कि यो चाहिँ 1/1 भनेको चाहिँ फुल पावर आउँछ यो लाइटमा होइन। हल्का यो लाइट पनि बालिदिउँ कि क्या हो, भिडियो लाइट बालिदिनु पर्ला जस्तो, खासै देखिएन जस्तो लाग्यो मलाई। ओके, ओके, यो भनेको चाहिँ दुईवटा रिसेट गरियो अघि हामीले। यो भनेको चाहिँ मोड थिचेपछि चाहिँ म्यानुअल मल्टी र ETTL भनेर आउँछ। हामीले चाहिँ म्यानुअल M भनेर म्यानुअलमा जान्छौँ है त। अझै लाइट हल्का कम गरौँ। अनि यो भनेको चाहिँ जुम भनेर लेखेको चाहिँ तपाईँको लेन्सको जुम हो है त। कति mm को जुम छ त यसमा भनेर यसरी घुमाएर 24 mm हो कि 20 हो कि, अनि यसरी 28 गरेर 200 mm सम्म जान्छ है त। यो V863 मा चाहिँ 200 mm सम्म जाने भए 200 देखाइरहेछ। अनि हामीलाई चाहिँ अब कति mm को लेन्स युज गर्नु भएको छ, 85 छ भने 80 90 सम्म गर्दा हुन्छ। अनि 105 छ भने 105, अनि नर्मली 24 mm 28 mm को हुन्छ है त। यो 1/1 भनेको चाहिँ फुल पावर हो, यो यसबाट देखिने फुल पावर हो। अनि हामीले नर्मली चाहिँ 1/1 मा धेरै हान्यो भने चाहिँ यो जल्न सक्छ भनेर, यो लाइट जल्न सक्छ भनेर चाहिँ होइन, यसलाई चाहिँ हामी बढाउँछौँ है त। यसरी 1/2 भनेको चाहिँ त्योभन्दा हल्का कम पावर, 1/4 भनेको चाहिँ त्योभन्दा हल्का कम पावर। यसरी जति यो पछाडिको नम्बर बढ्यो त्यति त्योभन्दा कम पावरको हुन्छ। सो नर्मली चाहिँ हामी 1/4 र 1/8 सम्म गरेर हुन्छौँ होइन। ओके, यो प्लस माइनसबाट चाहिँ तपाईँले यो लाइटको पावर घटबढ गर्न मिल्छ।
अनि यो भनेको जुम भनेको त अब लेन्स जुम भइहाल्यो। मोड भनेको मल्टी मोड र म्यानुअल मोडमा छ। यो भनेको चाहिँ हाम्रो लाइट छ है त। यसमा चाहिँ हाम्रो लाइट बल्छ नि त P860 मा। यो लाइट बाल्नको लागि हो। ल यसरी लाइट घटबढ गर्न मिल्छ है त। अनि लाइटमा पनि हामीले यहाँ थिच्यो भने सिन्क हुन्छ कि यो लाइटलाई चाहिँ हामीले यसरी फ्ल्यास हान्यो भने यो लाइट अफ हुन्छ। अनि यत्तिकै यो लाइटमा देखायो भने चाहिँ फ्ल्यास अन भयो भने यो लाइट बलिरहेको छ भन्न खोजेको हो है त। यसरी बल्ने यसरी अफ पनि हुन्छ है त। अब यो लाइट यहाँ फेरि सिन्कमै गएछ। यो लाइट पनि 10 नम्बरसम्म यसरी घटबढ गर्न मिल्छ। यसरी घुमाएर घटाउन बढाउन मिल्छ। सो तपाईँहरू नयाँ युजर हुनुहुन्छ होइन 860 को भन्यो भने चाहिँ यसरी यो 860 P860 र P1हरू P2हरू सबैको सेम नै होला सायद होइन। अनि यो भनेको भइहाल्यो। यसलाई यही थिच्यो भने चाहिँ हट्छ है त। अनि मेन्यु छ। मेन्यु भनेको चाहिँ अब अहिलेलाई चाहिँ नर्मल्ली यति भयो। अनि यहाँनिरको दुईवटा सिकाइदिन्छौँ है त। अब यो भनेको चाहिँ म्यानुअल मोड एम छ नि त। अनि नर्मल्ली TTLमा जाने हुन्छ यसलाई माथि गऱ्यो भने चाहिँ TTLमा आउँछ। फेरि तल आयो भने म्यानुअलमा ल्याउन मिल्छ है त। अनि यो अब एकैचोटि 256 छ भने चाहिँ यसलाई यसरी जुमलाई तलमाथि गरेर होइन यसलाई घटबढ गर्न मिल्छ। अनि यो थिच्यो भने चाहिँ ब्याट्री निकाल्न मिल्छ है त। यसलाई थिचेर ओके लाइट हल्का यसलाई थिच्यो भने चाहिँ यो लाइटको ब्याट्री निकाल्न मिल्छ है त। यस्तो छ ब्याट्री चाहिँ। ल अब यसलाई चाहिँ जहिले यसरी यो पछाडि फर्काएर हाल्नुपर्ने हुन्छ। अनि यस्तो हुन्छ होइन। यसलाई यसरी लक गरेपछि लाइटको ब्याट्री राख्न सकिन्छ है त। ल अहिलेलाई चाहिँ आजलाई चाहिँ भिडियो यति नै है त। अब फ्ल्यास सम्बन्धी सिकाइयो। भोलि पर्सि अब हामी यो ट्रिगरमा यसलाई कसरी सिङ्क गर्ने भनेर पनि सिक्छौँ। अनि त्यसपछि लाइटहरूको कम्बिनेसन यो क्यामेरा अन गर्ने बित्तिकै लाइटलाई कसरी अब हामीले यो लाइट उस गऱ्यौँ। यो ब्लिम ब्लिम भनेको चाहिँ लाइट कम के भन्छ अरे रेडी भएको छैन। हरियो बल्यो भने चाहिँ रेडी भएको छ भने हो। अब हामीले यसलाई यसरी लाइट यसरी गऱ्यो भने लाइट बल्छ है त। यहाँ क्यामेरामा देखाएको छ कि छैन। ल यसरी बाल्न सकिन्छ है त। अहिलेलाई चाहिँ अँध्यारो छ। सो यो दुइटै अफ गरिदिएँ मैले। सो नयाँ भिडियोमा फेरि भेटौँला। कसैलाई अब क्यामेरा या क्यामेरा सम्बन्धी कुनै जानकारी चाहिएको छ भने चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। सो अरू भिडियोमा फेरि भेट्दै जानेछौँ। अब चाहिँ डेली होइन विकली चाहिँ हामी क्यामेरा या क्यामेरा सम्बन्धी या एडिटिङ सम्बन्धी ट्युटोरियल ल्याउनेछौँ। सो त्यसको लागि कसैलाई चाहिएको छ भने चाहिँ हजुरहरूले सिक्न चाहनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त।